तपाईहरुलाई थाहा हुँदो रहेछ है यस्तो लज्जास्पद हार हुँदैछ भन्ने कुरा थाहा हुँदो रहेछ। यत्रो एमाले हार्दाखेरि त चुनावै हुन नदिइकन चुनाव भान्नुपर्ने एमालेले किन चुनाव हुन दिएको? सुधारिएको कांग्रेस भनेको कस्तो सुधारिएको छ भन्दा स्वयं गगन थापा समेत चुनावमा हार्नु पर्ने गरेर कांग्रेस कस्तो सुधारिएको हो। आम नेपाली जनता जेल परेका छन् है। गगनजीले चुनाव हारिरहँदा के भन्दा जनताले परिवर्तन चाहेको नि होइन होइन, आम नेपाली जनता जेल परेका होइनन्, जनताले जेल पारेका हुन् तपाईहरु। गगन थापाको नेतृत्वमा चुनावमा जाँदाखेरि घण्टी मुनि चाहिँ छ कांग्रेस, यदि शेरबहादुरकै नेतृत्वमा चुनावमा गएको भए चाहिँ कांग्रेस माटो मुनि हुन्थ्यो भन्न भनिन्छ। अब पहिला पहिला कांग्रेसका बुढा धेरै एमालेका कुरा धेरै भन्थे। अब यसरी भन्ने हो भने एमालेका कुरा धेरै, कांग्रेसका बुढा धेरै, रासोपाका बुढा धेरै भन्ने भयो अहिले। अरु मान्छेहरू फेसबुकमा हुनुहुन्छ, अरु सामाजिक सञ्जालमा रमाइराख्नु भएको छ। फेसबुकमा तपाईँ कम हुनुहुन्छ र? तपाईँ प्रधानमन्त्री भएपछि सबैले ढुङ्गा बोक्नुपर्छ? यस्तो छ, त्यो पनि फेरि कुन मुडमा कसरी प्रश्न सोधिएको हो भन्ने कुरामा छ। फेरि प्र्याक्टिकल्ली यहाँ ढुङ्गै बोक्न जानुपर्ने हो कि हामी यो माइक साइक छोडेर फेरि दैनिक तपाईँले माइक समाएर हुन्न भाइ जाऊ ढुङ्गा बोक भन्नु नि हो कि भन्ने फेरि चिन्ता लागेको? त्यस्तो होइन। सरकारको नेतृत्व तपाईको पार्टीको अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो। अस्ति भर्खरै जनताले लखेटेर हेलिकप्टरबाट भागेका तपाईहरु अहिले कुन मुख देखाएर भोट माग्दै हिँड्नु भएको छ? यहीँनिर हामी कहाँ हाम्रा सरकार तपाईहरुको थियो, किन आत्मसमर्पण गर्न लाग्यो? सरकार थियो, मान्छौं हामी, सरकार थियो। सरकारमा हुँदाखेरि पनि हाम्रा ती जुन हाम्रा अंग हुन्, अंगले कति काम गरे कति गरेन, तपाईको ब्यारिकेड किन काम गर्न नसक्ने बनाएको त आफ्ना अंगहरुलाई भन्ने लाग्छ र तपाईले हामी थोत्रा पार्टी होइनौ भन्न भन्नुभयो नि। किन होइन तपाई थोत्रो पार्टी? सुन्नुस्, शेरबहादुर र आर्जुले टिकट बाँडेको हुँदाखेरि चाहिँ थोत्रो पार्टी, गगन थापाले टिकट बाँड्ने बित्तिकै नयाँ पार्टी हुन्छ। तपाईहरुले देशलाई सिंगापुर बनाउँछु भनेर भन्नुभयो, देशलाई सिंगापुर त बनाइहाल्नु भयो। फेरि के बनाउनलाई चुनाव लड्नु परेको तपाईहरुलाई? हामीले राजनीतिक अधिकारको हिसाबले सिंगापुर भन्दा माथि लयौं। अब भौतिक संरचना र जनताको जीवन, तपाईहरुले भनेको सिंगापुर चाहिँ यही हो, आजको देश जहाँ छ यही नै हो। तर अब चाहिँ हामीले गर्ने कुरा के भने सुशासन हो, सामाजिक न्याय हो। अहिलेसम्म खोइ त, अहिलेसम्म किन नगरेको छैन? होइन, अहिले पनि स्थापित गर्न प्रयत्न गरौँ। तपाईलाई थाहा छ प्रयत्न गर्नु भयो भएन? होइन, तपाईबाट नहुँदो रहेछ नि त। चुनाव जित्नुहुन्छ तपाईले? लगभग जितिसक्यो। म घर दैलोमा जाँदा अनि साथीहरूले मलाई जिस्क्याए, हामीले गाडीबाटै गइरहेको थियौँ, यो घर दैलो हो कि विजय र्याली हो भन्दै थिए साथीहरूले। कि मुख पार्नु भन्छन् त। छातीमा र टाउकोमा ताकी ताकी गोली बर्साउँदाखेरि सरकारको नेतृत्व तपाईको दलले गरिरहेको थियो। अहिले तिनै जेनजी पुस्ता जो मृतक भए, जो साथीहरू छन् तिनका, तिनीहरूसँग तपाईले भोट माग्नु पर्नेछ। चुनावमा उठ्नु भएको छ, कुन नैतिकताले भोट माग्दै हुनुहुन्छ त्यो जेनजी पुस्तासँग तपाईले? रियलाइजेसन छ अनि उही दम्ब उही घमण्ड त्यो 23 गतेको दिन ल्याउनु पर्ने र त्यो आन्दोलनमा जानुपर्ने बनाएको तपाईकै पार्टीले होइन, तपाईहरु जस्तै पार्टीहरुले होइन भनेको। अहिले एमालेको सभाहरू चाहिँ किन नभएको तपाईको पार्टी अध्यक्षले सम्बोधन गर्ने गरेर? जस्तो भनेको हामी घर टु घर, होम टु होम, हैन, पर्सन टु पर्सन हामी यही अभियानमा छौं। के अध्यक्षज्यू झापा छोड्न नहुने अवस्था आयो? आचार संहिता भित्र रहेर पुग्छ त्यतिले? पुग्छ, किन नपुग्ने? 25-30 लाखमा पनि चुनाव लडिन्छ अहिले, प्रतिनिधि सभाको चुनाव। 25-30 लाख रुपियाँको खर्च भनेको तपाईको आफ्नै खर्च हो कि व्यापारीले दिएको? तपाईहरु कुन नैतिकताको आधारमा जेनजी पुस्तासँग भोट माग्नुहुन्छ भनेर प्रश्न गरिरहेका छन् के जवाफ दिने होला? त्यो जवाब हामीसँग छ नि, हामीसँग छ। किनभने हामीले उहाँहरूको जायज मागहरू हामी भनिराखेकै छौँ। त्यो उहाँले ठिक आवाजहरू चाहिँ उठाउनु भएको थियो। उनीहरूको मागको अपनत्व नेपाली कांग्रेसले लिएको छ। यसो भन्दाखेरि आफै बोक्सी आफै धामी हुँदैन? तपाईले नेशनल टेलिभिजनको पर्दामा बसेर पत्रकारिता कम, रासोपाको राजनीति ज्यादा गर्नुभयो र त्यो नेशनल टेलिभिजनको पर्दालाई तपाईले रासोपाको राजनीति गर्नको लागि दुरुपयोग गर्नु
भयो पत्रकारिताको आवरणमा सबैभन्दा खतरा त के हुन्छ भन्दाखेरि चाहिँ जब पत्रकारले राजनीति गर्छ देख्दा आवरण चाहिँ खोल पत्रकारको छ तर गर्छ राजनीति त्यो चाहिँ सबैभन्दा खतरनाक हुन्छ त्यस्तो पात्र हो राजीव खत्री सुधारिने मौका त सबैले पाउनुपर्छ सुधारिने हामी सुधारिन्छौँ भनेकै छौँ अब अहिलेसम्म नसुध्रिएको यो कांग्रेस अब सुध्रिन्छ भनेर चाहिँ कसरी विश्वास गर्ने हो अनि सुधारिएको भनेको के हो त पहिला शेरबहादुर देउवाले र भाउजूले टिकट बाँड्दाखेरि चाहिँ नसुधारिएको अहिले गगन थापाले टिकट बाँड्ने बित्तिकै सुधारिएको हुन्छ कांग्रेस यो मुलुक बनाउने तपाईँले अघि नै भनेको समृद्धिको चाहना हामीसँग संग्रहित इच्छाको रूपमा रहेको समृद्धिको चाहना अगाडि बढेको चाहिँ हाम्रो जुन पहिले गरेर समृद्ध बनाइहालेको भए हुन्थ्यो नि त किन नगरे अहिलेसम्म तपाईको भिडियो अहिले रिसेन्टली भाइरल भइरहेको तपाईँलाई थाहा नै होला एउटा डमीसँग भोट मागिरहनु भएको छ तपाईँ त्यो डमीसँग भोट मागिरहेको भिडियो त ग्लोबल्ली भाइरल छ त्यो भिडियो के हो त्यो चाहिँ के गर्नुभएको डमीसँग भोट माग्नु भएको हो तपाईहरुले कहिले सूर्यमा भोट माग्नुहुन्छ कहिले रुखमा भोट माग्नुहुन्छ कहिले हसिया अथाडोमा भोट माग्नुहुन्छ अनि त्यो पनि छोडेर तारा भनेर तारामा भोट माग्नुहुन्छ अब अर्को चुनावमा फेरि केमा भोट माग्ने त्यो थाहा छैन त्यही भएर तपाईहरु बिल्कुल नयाँ हुनुहुन्छ तपाईहरु फरक हुनुहुन्छ सुशासन कायम गर्न सक्नुपर्छ है भन्ने कुरामा हामी मिल्नुपर्छ अब यहाँ कस्तो भने हामी सबै सुशासन कायम गर्नलाई मिल्नुहुन्छ फेरि सुशासन कायम गर्नलाई नै फेरि छुट्नुहुन्छ होइन चुनावमा यत्रो हार बिहोर्दै छ भन्ने थाहा भएपछि त चुनाव भान्ने पो हो त किन चुनाव हुन दिएको एमालेले तपाईँले हेर्नुहोस् त हाम्रो चाहिँ सम्पर्क कार्यालयहरूमा केपी ओलीको फोटो त छैन बिचरा एमाले नेपालको ठुलो पार्टीको विधान महाधिवेशन भएको 2-3 दिन भित्र चाहिँ त्यस्तो घटना हुन्छ भन्ने कुरो छनक पनि नपाउने मान्छे प्रधानमन्त्री हुन्छ र भने तपाईलाई कस्तो लाग्छ हो तपाईँ एमाले होइन भने हो नि एमाले भएर सत्य कुरा बोल्न पाइँदैन एमाले पनि सत्य कुरा बोल्ने एमालेले पनि सत्य कुरा बोल्ने हुँदै गृहमन्त्रीको भन्यो उहाँकै तपाईँको चाहिँ के अरे त्यो कानुन मन्त्री होइन के अरे सल्लाहकार यी सारा कुरा गर्दाखेरि बालेनले नै बनाएको सरकार हो तपाईँ आफै त्यति बेला तपाईँ आफै प्रधानमन्त्रीको दौडमा हुनुहुन्थ्यो तपाईँ आफै प्रधानमन्त्री बनेको भए तपाईँ एउटा नगरको प्रमुख प्रधानमन्त्री बन्नको लागि चाहिँ समस्याको कुरा भएन अब बालेनसँग जेएनजीहरूको सदा सहायता थियो र कोअर्डिनेसनमा सरकार बन्यो भन्दाखेरि किन टाउको दुखाउनु पर्यो र मेरो अघिको प्रश्न चाहिँ के हो भने तपाईँ 5 वर्ष प्रतिपक्षमा बस्नुहुन्छ मैले बुझेँ कि तपाईलाई सरकार चलाउँछौ आर यु कमेडी मी काम गरेर विश्व रेकर्ड राखेको छु मैले तपाईँ कसैले राखेको छ के को रेकर्ड विश्व रेकर्ड राखेको छ तपाईँले थाहा पाउनुहुन्न पत्रकार होइन तपाईँ खालि के कोटाएर बस्नुहुन्छ भनेर सोध्नु मिल्दैन र भनेर गगन थापा लगायतको टिमलाई रणनीति बनाउनको लागि तपाईले कार्यालय सञ्चालनको लागि त्यो घर दिनुभएको रहेछ त्यो घरको घरबेटी पर्नु भएछ ठिक हो ठिक भन्दैछु एकदम ठिक हो तपाईँ घरबेटी पर्नु भएछ त्यही कारणले तपाईले टिकट पाउनु भएछ ट्रक्क कास्की क्षेत्र नम्बर 1 को नत्र तपाईँ टिकट पाउने मान्छे होइन रे अहिले केपी ओलीको फोटै हटाउनु पर्ने दिन आएको हो एमालेलाई निर्वाचनको बेलामा जो उम्मेदवार हो हैन उसैका प्रतिबद्धताहरू हुन्छन् उसैका फोटा रहन्छन् एक केन्द्रीय घोषणापत्रमा पनि त्यति बेला पनि कसैका फोटा थिएनन् कुनै लिडरशिपको फोटो थिएन त्यसकारणले यो के कुरा भन्दा समाज भड्काउन सकिन्छ भन्नेतिर नजानु न तपाईहरु कस्तो कुरा गर्नुहुन्छ नो 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 अहिले खासमा खेती यही भइरहेछ के यो प्रश्न गर्ने कुरा समाज भड्काउने कुरा हो भनेको के होइन 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 म हामी नि बुझ्छौं नि हामी बुझ्दैनौ र के बुझ्नुहुन्छ यो व्यवस्था ल्याइदिएकै अब कांग्रेसले चाहिँ को नेतृत्वमा भएको उहाँहरू उठ्नु भएको छ उहाँले भोट माग्नु भएको छ जाति नै गर्नु भएको छ सबै मान्छेले घन्टीलाई भोट दिन्छन् हामीलाई आपत्ति के हो त नि उहाँले शासन चलाउनुहुन्छ उहाँको यत्रो वर्ष हामीले चलाउँ फेरि उहाँले शासन चलाउनु के भयो त हामीलाई हैन के प्रश्न गर्नु उहाँले गर्नु के भयो त अहिले यति उत्साहित छन् अहिले त आफ्नै रुखमा पठाल्न पाए यति उत्साहित छ हामी घर दैलोमा जाँदाखेरि ओ बल्ल